छोरो भयो भने यत्रो दिन भयो है अब करिब 5-6 महिना हुन लाग्यो होइन 6 महिना हुन लाग्यो अब खै पहिले अलि यसो पठाउँथ्यो होइन अब त्यो पनि पठाएको छैन अब घरकै समस्या भइसक्यो चुला आगो नबल्ने अवस्था भयो के गर्ने होला बुढी म त जिल्ल परेको छु होइन बुढा अब छोरालाई नि केही समस्या पर्यो होला अब पहिला त अलिअलि पठाइहाल्यो अब पठाउँछ होला अब के गर्ने त अब म यस्तो 1-2 दिनको लागि माइत जान्छु अब यहाँ मात्रै बुढाबुढीको मुख मात्रै हेरेर बसेर भएन अब पेट पूजा त गर्नु परिहाल्छ अलिअलि होइन अब म जान्छु वहाँ गएर अलिअलि अब केही व्यवस्था मिलाएर खानेकुराहरू अलिअलि पैसाहरू मागेर बुढाबुढी बुबासँग म लिएर आउँछु अनि यहाँको मेलोमेसो मिलाउँला टेन्सन नलिनुहोस् अब के गर्ने बुढी यो यस्तै रहेछ अब हाम्रा छोराहरूले पठाएको रेमडेसिभिर यहाँ नेताहरू मोज गर्ने राज्यले आएको छ भन्छन् कहाँ आउँछ थाहा छैन हो अब हाम्रा छोराहरूको रेमडेस राज्यलाई आउँछ भन्छ उनीहरू मोज गर्छन् अब हामी पठाउने बाबुआमा हेर त अहिले त्यहाँ चुलो बल्ने अवस्था छैन होला मलाई के भनौँ साह्रै सम्झिँदै एकदम भित्र छाती चिरेर आउँछ बुढी हो नि पुरा अब के गर्नु भने जस्तो हुँदैन अब यस्तै हुनु हाम्रो गाउँ अब नेपाल यस्तै छ स्थिति नै त्यस्तो छ अब नेताहरू अब चुनाव आएको बेला भोट माग्ने बेलामा सबै थोक घरभित्र हुल्दिन्छु सबै थोक तपाईँहरूलाई बन्दोबस्त गरिदिन्छु भन्छन् हो भनौँ हामीले गऱ्यो भोट लगाइदियो धाउ नादाउ गरेर असिना र पसिना गरेर भिडमा गएर उनीहरूलाई भोट लगाएर अगाडि बढाइदेऊ उचाल्दै त्यहाँबाट हामीलाई केही हेर्नु नि छैन केही गर्नु छैन यस्तै छ अब हामी गर्नुपर्छ अब बुढाबुढी भए पनि हार खानु हुँदैन अब तपाईँ टेन्सन नमान्नु म जसरी पनि अब हामी बन्दोबस्तमा मिलाउँछ अब यी नेताको कुरा छोड्यो यिनीहरूलाई देशको र जनताको कुनै छैन अब आफ्नै कुरा गरौँ बुढी त्योभन्दा उपाय केही छैन अब के त यस्तो पानी परिरहेछ अनि कसरी जान्छौ त तिमी होइन पुरा पानी आए पनि जानै पर्यो घरमा केही छैन खाउँ भने पकाउँ भने एकजना टुक्रुक्क कोही मान्छे आयो भने पनि केही छैन के दिनु एक गिलास चिया दिनलाई एउटा चिनी छैन चियापत्ती छैन पानी मात्र पकाइदिएर नि भन मान्छे मन्जेल बुढा म यस्तै पानी भए पनि म जान्छु रुँदै भित्दै भए पनि हजुर बस्नुहोस् म जान्छु ल बुढी ल धेरै बस्नु धेरै नबस्यो धेरै नबस्यो मेरो टेन्सन नमान्नु बुढा ल ठिकै आउला ल भ्याएसम्म भोलि नै आऊ है बुढी हुन्छ बुढा यहाँ अलिकति मकै छ त्यो मकै भुटेर खानु है बुढा तातो पानी खान्छु मेरो पिरै नगर न आफू जाऊ यस्तो पानी परिछ है यहाँको म हेर ल मलाई छोड्न मन छैन नि बुढा ल बुढी ल अब जाऊ बिस्तारै हो पानी परेछ यस्तो है ल त जाने बित्तिकै खबर गर है यसो है कसरी पुग्यो ल बुढी ल आफू पनि यसो भित्रतिर जानु पर्यो